के बनाउन आइछ यस्तो यहाँ यसो जानमा जान अहिले लाख शर्मको धर्म पुरा गर्नुपर्छ क्या मैले गर्छु हिसाब किताब मैले गर्छु के हिसाब किताब गर्नु त्यो दम छ भने यहाँ मैले गरेर नगर रक्सी किन खायो त्यो रक्सी किन खायो रक्सी खाने आज खुम्न पाइन्न तिमीलाई त भित्र बोतल लाउनु पर्यो पास गर्नु शिक्षिका जस्तो मान्छे गाइज है यो भिडियो चाहिँ यति बेला चाहिँ एकदम भाइरल पनि भइरहेको छ होइन। स्कुलमा पढाउने एकजना शिक्षिकाले चाहिँ होइन देउसै जाँड खाएर आएर चाहिँ वल्ला गर्नुभयो भनेर चाहिँ यति बेला चाहिँ सामाजिक सञ्जालमा यो भिडियो जताततै एकदम भाइरल पनि भइरहेको छ है। र यो घटना घटेको चाहिँ अर्घाखाँची जिल्लामा रहेको छ। जे हुन्छ अर्घाखाँची जिल्लामा हुन्छ। यतिकै वर्षसम्म अब पनि स्कुल अथवा विद्यालय व्यवस्थापनले के हेरिरहेको थियो। आज उनले पहिलो दिन त होइन होला यसरी रक्सी खाएर हङ्गामा गरेको खाने मान्छेले एकै दिनमा त देखाउँथेन होला। खै कसरी चाहिँ आज उनी पक्राउमा परे चाहिँ यसरी एक्कासी चाहिँ होइन रक्सी खाएर आएर यसरी चाहिँ होइन अनेकौँ क्रियाकलाप गराएर देखाउँदा देखाइछन् होइन। जताततै भाइरल भइरहेछ यो सामाजिक सञ्जालमा है। अनि केही ध्यान आकर्षण पनि गराउन चाहे सम्पूर्ण हाम्रो दर्शक महानुभावहरूलाई तपाईँ सबैजनालाई। उहाँ अब लेडिज होइन महिला साथैमा उहाँले अब रक्सी पनि पिउनु भएको रहेछ सायदमा भिडियोमा चाहिँ सामाजिक सञ्जालमा भेटेअनुसारको कुरा होइन। रक्सी खाएर अब फिट पनि हुनुभएको रहेछ। अब सायद होसमा हुनुहुन्छ हुन्न अब के बोलिरहनु भएको छ उहाँलाई पक्कै थाहा छैन। किनकि खाएको बेलामा कस्तो हुन्छ कस्तो खालको चाहिँ होइन एउटा भनौँ न अवस्था हुन्छ त हामीले खाएका छौँ थाहा पनि छैन होइन। तर उहाँलाई चाहिँ त्यो अवस्थामा त्यसरी चाहिँ होइन जुन तरिकाले हाम्रा सुरक्षाकर्मी साथीहरू पनि हुनुहुन्छ होइन सुरक्षाकर्मी सरहरू हुनुहुन्छ उहाँको त्यो पक्कै पनि बोल्ने तरिका होइन बोल्ने तरिका अलिक बेग्लै लाग्यो कि। हुन त जाँड खाएको व्यक्तिहरूले अब राम्रो सभ्य भाषा त बुझ्दैनन् होइन। तर पनि एउटा लेडिजलाई एउटा महिला भनौँ न किनकि उहाँ त महिला हो नि त होइन। महिलामाथि चाहिँ यसरी हाम्रा पुरुष सुरक्षाकर्मी सरहरूबाट चाहिँ कस्तो खालको व्यवहार देखाइयो होइन। बोली पनि देख्न सक्नुहुन्छ होइन। उहाँले चाहिँ यस्तो उठाएर हामदेवलाई जस्तो पनि गर्नु पनि भएको छ एकजना हाम्रो यतापट्टि बस्ने सरले होइन। यस्तो खालको क्रियाकलापहरू त एउटा महिलामाथि यतिसम्म त नगरिदिएको भए पनि हुने थियो होइन। हो उहाँले जाँड खानु भएको छ रक्सी पिउनु भएको छ फिट हुनुहुन्छ होसमा हुनुहुन्न होइन। उहाँबाट पक्कै पनि गल्ती भएको छ होइन त्यो मान्छौँ हामीले होइन। अब एउटा स्कुलमा पढाउने जस्तो होइन सरकारी पेसामा अनि विद्यार्थीहरूलाई केही ज्ञान गुणका कुराहरू सिकाउने एउटा शिक्षिकाले एउटा म्याडमले चाहिँ यसरी खाएर आउन नहुने हो। उहाँको पनि आफ्नो ठाउँमा गल्ती छ त्यो ठाउँमै छ होइन। तर हाम्रो सुरक्षा